फेरि पनि नमस्कार। हामी चर्चा गर्दै थियौँ मन्त्र मेडिटेसनको बारेमा। प्राणायाम पनि आफैमा चाहिँ यसको थुप्रो छ, धेरै कुराहरू छ। सुरुमा प्राणायाम गर्नुपर्ने हुन्छ, जसको वात दोष छ त्यसको उचित निवारणको लागि। प्राणायामको बारेमा पछि म योग, यसपछि आयुर्वेदपछि योग आउँछ। योगमा चाहिँ प्राणायामहरू छ, थुप्रो कुराहरू छ, त्यसमा चाहिँ म सबै कुराहरू व्याख्या गर्नेछु। र अर्को चाहिँ यो मन्त्र मेडिटेसनको बारेमा म व्याख्या गर्दै थिएँ। मन्त्र मेडिटेसन थुप्रो मन्त्रहरू छ। पहिलो कुरा तपाईँको राशि के हो, आफ्नो राशि अनुसारको चाहिँ तपाईँहरूको राशि अनुसारको चाहिँ हाम्रो स्वामी हुन्छ, स्वामी अनुसारको देवताहरू हुन्छ। हरेक 12वटा राशिको आफ्नो आफ्नो आराध्य देवहरू हुनुहुन्छ, आराधना गर्ने भगवानहरू हुनुहुन्छ। आफ्नो राशि अनुसारको चाहिँ स्वामी पत्ता लगाउने, स्वामी अनुसारको चाहिँ देवताहरू पत्ता लगाउने र देवता अनुसारको मन्त्रहरू चाहिँ उच्चारण गऱ्यो भने अझ राम्रो हुन्छ। त्यो कुराहरू ख्याल गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि त्यसै मैले यत्तिकै भनिरहेको छैन कि हावा तालमा केही गरेर हुँदैन, राम्रो गुरु चाहिन्छ, अनलाइन डक्टर पढ्न सम्भव छैन, जानुपर्ने हुन्छ एमबिबिएस पढ्नको लागि सम्बन्धित ठाउँमै प्र्याक्टिकल गर्नुपर्ने हुन्छ राम्रो गुरुहरूको साथमा, अनि बल्ल सफल भइन्छ। त्यसले गर्दाखेरि चाहिँ धेरै कुराहरू ध्यान दिनुपर्ने हुन्छ। मन्त्र मेडिटेसनमा सबैभन्दा प्रभावकारी मन्त्र त शिवजीकै मन्त्रहरू हो। जटाटवी, गलज्जल, यो सबैभन्दा प्रभावकारी मन्त्र लागेको मलाई। अर्को चाहिँ हनुमान चालिसा पनि निकै नै पावरफुल, निकै नै शक्तिशाली मन्त्र हो। विधिपूर्वक गर्नु, नभए चाहिँ यसको ऊर्जालाई व्यवस्थापन गर्न सकिएन भने हानि पनि हुनसक्छ। थुप्रो मन्त्रहरू छ। जस्तो तपाईँलाई नेगेटिभ थटहरू आएको छ भने चाहिँ कालीको मन्त्रहरू चाहिँ उच्चारण गर्न थाल्नुभयो भने काली माताहरू चाहिँ एकदम छिटो प्रसन्न हुनुहुन्छ, एकदम छिटो शक्ति प्रदान गर्नुहुन्छ। त्यो पनि गर्नु। तर यी प्रभावकारी पनि छन्, शक्तिशाली छन्। जति शक्तिशाली हुन्छन् कुराहरू उति खतरनाक हुन्छन्। बम जस्तै हुन्, यिनीहरू हतियार जस्तै हुन्, AK-47 जस्तै हुन् भनौँ न। अब चलाउन जानियो भने चाहिँ अब ठुल्ठुला कामहरू पनि गर्न सकिन्छ। चलाउन जानिएन भने आफैलाई हानि पनि हुनसक्छ। यत्तिकै बिना तालिम AK-47 चलाउन थालियो भने आफ्नै शरीरलाई हानि पनि हुनसक्छ, आफ्नै जीव ज्यान जोखिममा पनि पर्न सक्ने हुन्छ। त्यसले गर्दा यो मन्त्र भनेका चाहिँ जोक होइनन्, केटाकेटीका खेलाउन होइनन्। मन्त्र मेडिटेसनमा के लाग्नु हुँदैन, यो तान्त्रिक पद्धति हो। मन्त्र मेडिटेसनले मानिसलाई तान्त्रिक बनाउँछ। जति पनि तान्त्रिकहरू हुनुहुन्छ, यदि चाहिँ साँच्चीकै ओरिजिनल असली तान्त्रिक नै हुनुहुन्छ भने उहाँहरूमा चाहिँ कुनै न कुनै मन्त्रको सिद्धि हुन्छ। कुनै न कुनै मन्त्र मार्फत कुनै न कुनै शक्तिसँग उहाँहरू जोडिएको हुनुहुन्छ। त्यही शक्तिलाई प्रयोग गरेर स्वास्थ्यसँग सम्बन्धित कुराहरू, कोही ज्योतिषी हुनुहुन्छ, कोही कुन विद्यामा चाहिँ निपुण हुनुहुन्छ। त्यसले गर्दा मन्त्र मेडिटेसन चाहिँ यदि गर्नु नै छ भने प्रोपर एउटा गुरुसँग गएर सिकेर मात्रै गर्नु, नभए सामान्य तरिकाले यदि गर्नुहुन्छ भने गायत्री मन्त्र जप्नु, ओम मात्रै जप्नु, अथवा चाहिँ यो चक्र ब्यालेन्सका मूलाधार चक्रको जस्तै यो लम भन्ने मन्त्र हो, स्वादिष्ठान चक्रको वम भन्ने मन्त्र छ, मणिपुर चक्रको चाहिँ रम भन्ने छ, अनाहत चक्रको चाहिँ हम भन्ने मन्त्र हो। अनि त्यसपछि विशुद्धि चक्रको चाहिँ अनाहत चक्रको यम हो, विशुद्धि चक्रको हम, आज्ञा चक्रको उम र सहस्रार चक्रको चाहिँ यसरी चाहिँ विभिन्न किसिमको मन्त्र छ, थुप्रो छ यो गर्नु। 2 नम्बरमा चाहिँ मन्त्र मेडिटेसन। 3 नम्बरमा चाहिँ आफू जुन काममा फोकस हुन सकिन्छ त्यही काम मात्रै गर्ने। काममा चाहिँ मजा आइरहेको छैन भने तपाईँको यो बात दोष अझ बिग्रिन्छ। तपाईँ गर्नुपर्ने एउटा काम हो, तर मनै नलागेको काममा तपाईँ गरिरहनु भएको हुन्छ भने चाहिँ, गरिरहनु भएको छ भने तपाईँको शरीर चाहिँ त्यहाँ छ तर दिमाग चाहिँ अन्त गइरहेको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ आफूलाई जुन कुरा मनपर्छ, जुन कुरामा मजा आउँछ त्यही काम गर्नुहोस्। अब बात दोष भएको मान्छेको शरीर नै सानो हुन्छ, कमजोर हुन्छ, मांसपेशी प्रणालीहरू चाहिँ आफैमा कमजोर हुन्छ। यस्तो मान्छेहरू हेभी कामहरू गर्नुहुन्छ भने चाहिँ मजा आउँदैन,
ज्यान थाक्छ अनि शरीरहरू झन् बिग्रिँदै जाने हुन्छ। त्यसले गर्दा बाथ रोगले अथवा बाथ दोष भएको मान्छेले गर्ने भनेको चाहिँ टिचिङ, किनभने उनीहरूलाई धेरै कुराहरू गर्न आउँछ, टिचिङहरू गर्ने, जर्नलिजमहरूतिर जाने, अनि दौडहरूतिर जाने, अनि क्लाइम्बिङ, यिनीहरू चाहिँ एकदम पातलो सानो शरीर, क्लाइम्बिङ जस्तो माउन्ट क्लाइम्बिङहरू, अनि त्यसपछि क्लाइम्बिङसँग सम्बन्धित कुराहरू, अथवा यस्तो मान्छेहरू चाहिँ पाइलटहरू अथवा चाहिँ अब भनौँ न इन्जिनियरहरू, एकदम फास्ट प्रोसेसिङ तर छोटो लाइट काम तर एकदम छिटो, यिनीहरूले जस्तो छिटो काम कसैले गर्न सक्दैन। हाइकिङको फिल्डहरूमा चाहिँ एकदम राम्रो हुन्छ, किनकि यिनीहरूलाई घुम्न मन पराउनुहुन्छ, नयाँ नयाँ ठाउँ जान मन पराउनुहुन्छ। यसै पनि चञ्चले स्वभाव भएपछि नयाँ नयाँ कुरा केही गर्न मन लाग्छ। यस्तो फिल्डमा चाहिँ प्रोग्रेस हुन्छ, पैसा पनि हुन्छ, मजा पनि आउँछ। यस्तो फिल्डहरू रोज्नुहोस्। अझ अर्को कुरा चाहिँ यो बाथ दोष निवारणको लागि चाहिँ हामीले खानेकुराहरूमा चाहिँ एकदम ख्याल गर्नुपर्ने हुन्छ। जस्तो तातो पानी, मनतातो पानी, चिसोबाट हामी बच्नुपर्ने हुन्छ। जसको बाथ दोष छ उहाँहरू चिसोबाट एकदम एलर्जिक हुन्छ, छिटो चिसो हुने, हात खुट्टाहरू छिटो ठिराउने, राति सुत्ने बेला चाहिँ खुट्टा नतात्ने, यस्तो यस्तो समस्या हुन्छ। त्यसले गर्दाखेरि चाहिँ हामीले खानपिनमा ध्यान दिनुपर्ने हुन्छ। हामीले चाहिँ राम्रोसँग पाकेको र तातो खानेकुराहरू खान जरुरी हुन्छ। चिसो खानेकुराहरू चाहिँ हामीले खानु हुँदैन। र हामीले चाहिँ खानामा चाहिँ यस्तो ल्वाङहरू, सुकमेलहरू, अनि यो मरिचहरू, अश्वगन्धाहरू, यिनीहरूले चाहिँ हाम्रो बाथलाई ब्यालेन्स गर्न चाहिँ मद्दत गर्ने हुन्छ। त्यसले गर्दा खानामा चाहिँ चिसो जन्ने, अझ विशेष गरी चिसो मौसममा त हामीलाई एलर्जी नै हुन्छ। चिसो मौसममा हामीलाई थाहा हुँदैन, हाम्रो शरीरभित्रभित्रै डिप्रेस भइरहेको हुन्छ। त्यही भएर चिसो सुरु भइसकेपछि गर्मी नहुँदासम्म चाहिँ के नभएको, के नमिले जस्तो यो चाहिँ बाथ दोष भएको मान्छेलाई चाहिँ भएको केही हुँदैन, बिरामी, तर सन्चो पनि छैन, त्यो समस्या हुन्छ। यो कुरालाई ख्याल गर्नु जरुरी हुन्छ। अझ अर्को चाहिँ थेरापीहरू गर्नुपर्ने हुन्छ यो बाथ दोष भएको मान्छेले। यो चाहिँ कलर एन्ड एरोमा थेरापी भन्ने हुन्छ। यो चाहिँ के हो, कहाँ नेपालमा उपलब्ध छ कि छैन सर्च गर्नुहोस्, कता छ यो कलर र एरोमा थेरापी गर्नुभयो भने चाहिँ तपाईँलाई छिटो सन्चो हुन्छ। यो सिङ्गिङ बोल थेरापी त एकदम राम्रो। म त्यही सिङ्गिङ बोल थेरापी सिकेर न्युजिल्यान्डमा चाहिँ किन गराइरहेको छु भन्दा यो चाहिँ बाथ दोष भएको मान्छेलाई सिङ्गिङ बोल थेरापी जस्तो राम्रो अरू केही छँदै छैन। र डिटोक्सिफिकेसनतिर लाग्नुपर्ने हुन्छ। यो दोष भएको मान्छेहरू हप्तामा या 2 हप्तामा 1 दिन व्रत बस्ने, लाइट खानेकुराहरू खाने, र यो अदुवा पानी, बेसार पानी, यो चाहिँ जुवानो पानीहरू चाहिँ खाने गर्यो भने चाहिँ राम्रो हुन्छ। र यो नेचुरल ठाउँहरूमा चाहिँ खोलाको किनारतिर, समुद्र किनारतिर, डाँडा काँडातिर चाहिँ एकदम मनपर्छ यस्तो मान्छेहरूलाई यस्तो ठाउँमा घुम्न जाने। र योगा र मेडिटेसन त अब झनै महत्त्वपूर्ण कुरा भयो। योगा गर्ने, मेडिटेसन गर्ने, यति गर्न सक्यो भने चाहिँ हामी बाथ दोषबाट चाहिँ छिटै मुक्त हुन सक्छौँ। हाम्रो जीवनमा एक्साइटमेन्ट सुरु हुन्छ, रमाइलो सुरु हुन्छ, इन्जोय सुरु हुन्छ, जीवनलाई नयाँ तरङ्गका साथ अगाडि बढाउन सकिन्छ। यति भन्दै यो बाथ दोषसँग सम्बन्धित मोटामोटी कुरा यति हो। 50% जति कभर गर्छ यसले। बाँकी 50% को लागि त अब सम्बन्धित ठाउँमै गएर केही समय छुट्याएर जानुपर्ने हुन्छ। स्वास्थ्यसँग सम्बन्धित कुरा हो। स्वस्थ हुन चाहनुहुन्छ, निरोगी हुन चाहनुहुन्छ भने चाहिँ यी कुराहरूलाई चाहिँ गम्भीर रूपमा लिनुहोस्, पालना गर्नुहोस्। नभए होइन ठिकै छ, म रोगी नै ठिकै छु, यस्तै ठिक छ, यी कुराहरू म किन सुन्ने भन्नुहुन्छ भने जस्तो छ त्यस्तै जिन्दगी चलाउनुहोस् भन्दै, तर सजेसन चाहिँ म के गर्न चाहन्छु भने केही सानो प्रयासले जीवनमा क्रान्तिकारी परिवर्तन आउँछ भने त्यो सानो प्रयास गर्न जरुरी छ। मैले लिएर आएको हो क्रान्तिकारी परिवर्तन र सबैले लिएर आउन सक्नुहुन्छ। स्वस्थ रहनुहोस्, निरोगी रहनुहोस् भन्दै यो भिडियोबाट पनि बिदा हुन चाहन्छु। सबै निरोगी रहनुहोस्, सुख आओस् सबैको जीवनमा, शान्ति आओस्, समृद्धि आओस्। धन्यवाद।